गर्दा पिठो पिठो एक नम्बर सही रोटी पनि सही खान कस्तो काँडा आएको छ रोटीको घरमा आमाले पकाए जस्तै भएछ है उता भाइले खाइराख्नु हो पोखराका सुवेदी भाइले खाइराख्नु ह्याप्पी दसैँ हाम्रो ओमकार भाइले रोटी हालेको अवस्था छ दसैँमा घरजना नपाए पनि आमाहरू नभए पनि हामीले यसरी रोटी पकाइरहेछौँ अहिले हामी युवराबाट लाइट दिइरहेछौँ रोटी पाकिरहेको अवस्था छ सर रोटी पुगेखाले अब रोटी हालेको यी ओमकार दाई हाम्रो दाईहरू नि हाम्रो सेफ दाई हुन् समुदायका सेफ दाई रोटी पुर्यो होला पुर्यो कस्तो राम्रो रोटी भयो मलाई नेपाल जान नपाए पनि नेपालको मजा यहीँ दिन पर्ने रहेछ के गर्ने परदेशीले